हाम्रो बेहुला रेडी छ अहिले ओभर ह्यान्डसम खास यता छ यसैको भाइ चाहिँ यस्तो चाहिँ मैले नि त जोनीलाई कल गरेको हेलो हेलो यहाँ हाम्रो मेकअप आर्टिस्ट जोनी यहाँ प्रेजेन्ट जुनीले पर्खिरहेको छु भनेको यस हेलो ह्याप्पी बर्थडे धन्यवाद ल ह्याप्पी बर्थडे मेरो बर्थडेको बर्थडेमा हामी अवसरमा ल त सले तसिर बाबुले सेवा नि नमस्ते सो आज चाहिँ छ एरिक दाको बिहा केटीपट्टि हो र मेदीपट्टि हो सो यहाँनिर चाहिँ हामी डेकोरेसन गर्नु लागि चाहिँ रेडी गरिदिन्छ गाडी डेकोरेसन गर्नु पुग्नु न सम्झिँदा सम्झिँदा बजार पुग्यो निन्दैन त अन्त क्यामेरा बसेको छ फोटोग्राफर चाहिँ खतरा आएको छ नि त आज फेरि हो बोलाइदिनु थियो अर्कै कोले हेर्दिनु यो अगाडिको लगाउँदै रेकर्ड ननिकाल है अब तिमीले भनिहाल्यौ मैले खिचेको थिइनँ नि तिमीलाई लौ त अब चाहिँ जाने है त आज दिउँदा हाम्रो खास उयो के भयो जन्ती यता हो खास यता छ हौ पोटली बोकेको हेर न यहाँ मैले राख न अन्त दुइटै झऱ्यो अब खोइ खोले दुइटै झऱ्यो त्यो चल्ने हुन्छ झऱ्यो झऱ्यो यहाँ आजको ओ तिमी त के ला एलर्जी भइरहेको छ क्या अस्ति फेसियल गरेको ए फेसियल ए ला सनस्क्रिन लाउनु भन्दै थियो है त्यही भएरै हो ठिक छ ओ गुड लक गुड लक भयो ओ कहाँ छ सनस्क्रिन अनमोल ए ओ एरिक ओ गुड लक हेरिहाल न आजको केटाहरूको यो चाहिँ हो केटाको चप्पलमा नम्बर लामो भयो नम्बर छ मेरो तिमी निकाल्छौ ल नम्बर निकाल्छौ के खुसी आजको लोकन्दा केही छैन मलाई आज भन्नु फुलकै भेटिन्छ उसमा धुपले नपरेको धुप केटाहरू छ अब हामी हिँड्यो कस्तो कुरा हुन्छ Excuse me, boss. You have a text message.
होइन पहिला त कलिया जानु पर्यो नि होइन भनेको छ होइन त्यहाँ माथि राखेर जाँदा भने गाडीमा बसेर हुँदैन होइन ऊ यहीँ छ उकालोमा गाडी रोक्नु सक्दैन नि त गेट उहाँ छ अरे नि त गेट नजानु अरे नि त पहिला चाहिँ कलिया जा बाजी कहाँ छ निर्मल बाजीहरू पुरा त माथि त्यही त माथि पुऱ्यायो है म पहिला के गर्नु होइन नि अब उयो के भन्दैछ फेरि माथिबाट भिन्दै त भन म उठ्छु ल भाइ काम लौला अहिले के भएर खाना आउँदै अनुहार चल भन्ने बाहिर निस्केर आउँछ गरम भयो दा उयो अफ गर्दै गर्नुहोस् ल ब्याट्री बचाउने टक्कै पर्दैन हौ एमसम्म राख्नु रोगाइदिउँ छिटो आएको ल अझै गाडी किन चढेको ल्याउँछ अरे गाडी यतै छिटै पर ग्राउन्ड हुन्छ नि ओ भएन यो लोकन्दा भएन बेहुलालाई ओर्नु लदो रहेछ अन्त भर्खर अपोइन्ट भएको छ ओ एरिक नलजाउ न हौ कस्तो लजाइदिएको मेरो बोजीमा लाउने चामल लिएको हाम्रो बेहुली त दुईजना त एउटा रहेछ त के राम्रो रहेछ ज्वाइँ त दुध खाइदियो सन्चै आयो तीनपल्ट डल्लै खानुपर्छ हातमै डल्लै खानुपर्छ सन्जु त सबै भन्छ सबै उयो गरेको छ होला नि त पहिल्यै यो पनि बार्नुपर्छ स्प्राइटहरू अरे काका के हो नाम चाहिँ तिम्रो नाम चाहिँ के हो जिजो दाइ भन्दैछ डुल्ने जन्ती हजुर यसरी राखेर आएको अरे नि मैले नमस्कार दिदी जे के हुनुहुन्छ यति साह्रो त नगर गर्नु पर्दैन त एक हात दिनु मन लाग्यो बेहुला नर्भस छ हाम्रो बेहुला रेडी छ होइन ओभर ह्यान्डसम बेहुली पनि रेडी हुँदैछ बेहुला पनि रेडी
म किन्नु पर्ने छ टाढैबाट हजुर भोक लाग्यो गुड भेरी गुड खोइ मोटी भन्दा हेर्दा खाइ पनि सक्यो भाइ मोटे माथि म खुसिहाल्छु ल खाइसक्यो भाइ टन्नै 2000 भन्दा तपाईँहरूको के को छ भने त्यही अनुसार तपाईँहरूले चाहिँ काम सुरु गर्नु चाहिँ हामीलाई पनि यसो है पढ्नु पर्यो नि त त्यो चाहिँ हाम्रोबाट हो त साइन त गरेर साइन गर्नु पर्यो माने भाले बुबा मान्थेन अलिक थपी बग्दे जो यता दिनु पऱ्यो नि अनमोल खिच्नु लाग्छ डल्लै छ चाहिँ एउटा स्टेप मात्रै हो हरियो लगाएर मलाई हरियो फाप्छ हालत चाहिँ यस्तो छ है त बडा भरि भएर झऱ्यो नि अघि हतार भिड भएर कस्तो जस्तो पक्क खुवाइदिनु न म खान्छु त्यता लागेर त्यसले खदाले कस्तो भएको टिस्यु ब्लगर बिहान गएर बोतल किनेर आएको चाल लिपस्टिक लगाएर गाडी ठिकै छ हजुर अरे हाम्रो गाउँको हिरोहरू त यता रहेछ त
यस बुझ्दा चल हजुर गर्दिन अरे नि त भिडियो तिम्रोमै थियो रहेछ पर मैले तिमीलाई दिइराखेर गएको त्यही त भन्दैछु नि तिम्रै पर उयो राखिरहेको रहेछ यहाँ त गुल्ली खाने छैन होला केटाहरू के खान्छ खान्छ राखिदिन्छु राख्नुहोस् न तपाईँहरू स्वीकार भयो नि त हाम्रो सङ्गीता मिस नेपाली टिचर मनिका म्याम सुकृता मिस रमेश सर याङ्की म्याम वनिता म्याम तृप्ति मिस अन्त हाम्रो दुईजनाको नाम बिर्स्यो अर्को दाजुको मात्रै याद भयो फोन गरेर गरेर ए अब भन न अब कुन्दनदाको बारेमा यस्तो तारिफ गरिदिन्छ मेरो बारेमा तारिफ कुन्दनले दामी खिच्छ अरे फोटो तपाईँहरू पनि आउनुहोस् हो कुन्दनकोमा फोटो खिच्नु है कुन्दन चाहिँ उहाँ हुनुहुन्छ ग्लोसी गर्ल्स भने सक्दैन यी त अघि अल्ट्रा वाइट भइरहेको रहेछ नि त यतिमा ठिक हुन्छ हो त्यही त मैले बोल्दा अब गन्तव्य हो हेलो एभ्रिवान जन्तिर गएको के छ हेर्नु त कता गयो मसँग खिच्दिन म उठेर खिच्छु अलिक मजा नलगाओस् नानाको त रेडी छ ल कुन्दनदा के भन्नु छ अन्तिममा बाई बाई गुड नाइट एरिक दालाई के भन्नु चाहनुहुन्छ ह्याप्पी म्यारिड लाइफ रोमेदीलाई त्यसरी रोमियादी र एरिकलाई ह्याप्पी म्यारिड लाइफ अब चाहिँ तातो लुगा लगाएको भए पनि हुन्थ्यो जस्तो लागेको छैन तिमी के भन्छौ एरिक दालाई म एरिक दालाई चाहिँ के भन्छु भने चाहिँ अहिले चाहिँ केही भन्दिनँ म घरमा गएर अब चाहिँ अब चाहिँ एन्डिङ लास्ट आइपुग्यौँ घर एकछिन बोलाएर पसेर मात्रै पस्नु ल त बहिनी भाइलाई यस भन्दैन मलाई पो देखाउँछ भाइले जस्तो तल सेम सम्पर्क त्यस्तो गर्नुपर्छ जिउ गर्नुहोस् भित्र आउनु सक्दैन हो